प्रतिनिधि सभाको पहिलो बैठकमा भाइरल बनेका 5 क्षणहरू। नम्बर 1 मा परेको त तपाईलाई पक्कै थाहा नै होला। आउनुस् सुरु गरौँ। नम्बर 5, महावीर पुन पक्ष विपक्ष भन्दा पनि निष्पक्ष भूमिकामा उभिने भएका छन्। उनले बैठकमा बोल्ने क्रममा आफू निष्पक्ष भई उभिने र राम्रो कुरालाई पूर्ण साथ दिने र नराम्रो कुरालाई विरोध गर्ने प्रतिबद्धता जनाएका छन्। उनले विशेष गरी आफ्नो एजेन्डा शिक्षा, विज्ञान, प्रविधिको प्रवर्धन र रिसर्चमा रहेको प्रश्न पारेका छन् र यसमा सरकारको ध्यान आकर्षण गराएका छन्। नम्बर 4, रवि लामिछानेले मागे दलित समुदायसँग माफी। प्रतिनिधि सभाको पहिलो बैठकमा उनले यो सरकार शताब्दीयौंदेखि विभेदको, अन्यायको, अत्याचारको सार्वजनिक र सामूहिक माफी माग्दैछ, त्यो पनि यो सदनबाट भन्दै दलित तथा पिछडिएको समुदायसँग माफी माग्दै अब सरकारले सबैलाई सम्मान गर्ने समान कानून ल्याउने बताएका हुन्। उनका अनुसार अब कसैले पनि जातको नाममा, छुवाछुतको नाममा हुने विभेद सहन नपर्ने स्पष्ट पारेका हुन्। नम्बर 3, गृहमन्त्री सुदन गुरुङको यो रियाक्सनले चर्चा बतुलेको छ। एमाले नेता बादलले 23 र 24 गतेको जेनजी घटनामा कसले हिंसा मचायो, कसको योजना हो भन्दै प्रश्न तेर्साइरहँदा गृहमन्त्री सुदन गुरुङ असन्तुष्ट देखिएका थिए। भाइरल भएको भिडियोमा देखिएको उनले गरेको यो इसाराले उनी बादलको प्रस्तुतिप्रति सकारात्मक नभएको प्रश्न देखिन्थ्यो। नम्बर 2, हर्क साम्पाङले भने हामी नेपालीहरू नेपाली टाइम भनेर ढिला गर्ने बानी छ, त्यो अबको सरकारले गर्नु हुँदैन। उनले बैठकमा बोल्ने क्रममा शपथ ग्रहणका बेला पनि कार्यक्रम ढिला सुरु भएको र पहिलो बैठक पनि समयमा सुरु हुन नसकेको औल्याउँदै यसरी ढिला गरेमा जनताहरूले सरकारलाई विश्वास नगर्ने औल्याएका हुन्। अन्ततः नम्बर 1, हर्क साम्पाङ र बालेन शाह बीच भएको यो आत्मीय भेटघाटले सामाजिक सञ्जाल तातिएको छ। उक्त भेटघाट हेर्दा बालेन शाहलाई हर्क साम्पाङप्रति माया नै रहेको प्रश्न बुझिएको छ। प्रतिनिधि सभाको बैठकपछि यी दुई सँगै देखिएको भिडियोमा दुवैजना मक्ख नै देखिन्छन्। फेसबुक पोस्टहरूमा आक्रामक रूपमा सरकारको प्रतिपक्षमा प्रस्तुत हुने गरेका हर्क साम्पाङ र सरकारमा रहेका प्रधानमन्त्री बालेन शाह बीच देखिएको यो सद्भावमा एकातिर हर्क साम्पाङको आलोचना गर्नेहरू रहेका छन् भने अर्कोतर्फ यी दुई बीच यस्तै सामिप्यता रहिरहोस् भनेर चाहनेहरू रहेका छन्। तपाईँ कुन पक्षमा हुनुहुन्छ? भाइरल अपडेट्सका लागि हामीलाई फलो गर्नुहोला।